हेलो गाइज, हेलो। आज चाहिँ हामी काठमाडौँबाट चाहिँ अब बुर्तिवाङको गाडीमा होइन चाहिँ हिँडेको है। बागलुङसम्मको यात्रा हो मेरो चाहिँ, पर्वतसम्म होइन। तर आज दुःखद घटना भएको छ कि यहाँ चाहिँ हामी चाहिँ अहिले नागढुङ्गामा छौँ। यहाँ चाहिँ गाडी 4-5वटा अगाडि ठोकेको छ भन्ने खबर पाइएको छ होइन। के भइरहेछ कुनै थाहा भएन। गाडी चाहिँ यहाँ लास्टै जाम छ है। हामी यहाँ लगभग 5:30 बजीतिर आएको थियौँ। अहिले 7 बज्यो, करिब 7 बज्यो होइन। जाम खुलेको छैन होइन। गाडी चाहिँ यहाँ डह्रो लामो भएको छ है। अगाडि के भइरहेछ अपडेट चाहिँ म अहिले दिन्छु होइन। गाडी चाहिँ यहाँ लङ जाम भइरहेछ के। ल हेरौँ त गाइस, यति धेरै गाडी जाम भएको छ होइन। अब हामी चाहिँ कति बजी आइपुगिन्छ। यहाँ हाम्रो दाजु कमल दाजु र म हो है गाइस। यहाँ चाहिँ होइन हाम्रो भाले गाडी चाहिँ यो है। ट्याक्कै यो गाडीमा छु म चाहिँ होइन। यहाँ चाहिँ लास्टै जाममा है। गाडी हिँडेको छैन अहिलेसम्म, एक पाइला पनि सरेको छैन। गाडी लास्टै लामो जाम छ होइन। हामी माथि नागढुङ्गामा पनि पुगेको छैन। 4-5वटा गाडी ठोकेको छ। मान्छे पुरा टुक्रा टुक्रा भएको छ भन्नेको सुनेको है। अझ गएर म चाहिँ अपडेट गर्नेछु। हस् त, धन्यवाद। हेरौँ के हुन्छ। हामी चाहिँ जाम खुलेर चाहिँ यहाँ सुरुङ मार्गसम्म आइयो होइन। अब हेरौँ अगाडि के कस्तो छ। गाडी ठोकेको ठाउँ आउन बाँकी छ होइन। हेरौँ। टायर कहाँ पुग्छ नि त्यहाँ उछिटेर कुन चाहिँ गाडी कहाँ पुग्यो। होला त झन् यस्तो छ झन्। स्कुल बससँग 3टा खनखान गरेर सोरे रहेछन् त यार। हेर स्कुल बस भित्र के हो होला यार। उठ्यो भने त के हो त्यो त के हो। यो त रिपिट भएको यार। ओहो, यो गाडी त्यस्तै। त्यो त पल्टेको। कागज ल्याएको गाडी त पल्टेर यार। तल हो रे। ल गाइज, देखिहाल्यो गरे होइन। 5वटा गाडी ठोकेको नभन्दै त्यही हो। घटना देखिहाल्नुभयो हजुरहरूले होइन। दुःखद घटना है।
मान्छे के भयो कसो भयो त्यो चाहिँ मलाई थाहा भएन होइन। तर जस घटना चाहिँ डेन्जरै भएको हो। हामी पनि 1 बजे आउनुपर्ने गाडी बल्ल 7:30 बज्छ क्या अफिसमा घर पुग्दाखेरि। हस् त, धन्यवाद।